आकर्षक रूपमा आज यो कार्यक्रममा हामी पनि विराटनगरदेखि आउने मौका मिल्यो र मलाई अति नै खुसी पनि लागेको छ र मैले यहाँ होइन काठमाडौँमा अलि ठुलो कमिटीले राखेको र फेसबुकमा चाहिँ मैले हेरेको छु तर पनि हाम्रो यहाँ जिल्ला समितिले पनि दाइलाई सम्झना गरेर सानो कार्यक्रम यहाँ राखेकोमा धेरै खुसी तथा आभार व्यक्त गर्न चाहन्छु। भक्तराज कन्दुङसँग यहाँ मित्रहरूको धेरै नै सहकारी पछिल्लो चरणमा भयो होला। लिम्बुवान मोर्चाको काममा किराँत राष्ट्रिय मुक्ति मोर्चाको काममा धेरै सहकार्यहरू भयो होला। सहकार्यमा धेरै पिता मिठा राम्रा पक्षहरू यहाँ सहपक्ष नै हुन् र आज स्मृति दिवस भएको हुनाले छोटोमा मैले पनि उहाँसँग एउटा सहकार्य गर्ने मौका पाएको थिएँ। 2056 सालको दसैँमा हामीले तेह्रथुमको लसुनेमा जब 5-6 दिन हाम्रो त्यहाँ सेन्टर दादा हाम्रो आदरणीय दाइ फुलबहादुर कार्कीको अलैँची बगानमा हामीले दसैँ मानिसकेपछि हाम्रो पार्टीको त्यति बेला भोजपुर सङ्घर्ष सभा धनकुटा तेह्रथुमको एउटा जिल्ला कमिटी को करिब 10 जना साथीहरू हामीले त्यहाँ त्यो अलैँची बगानमा दसैँ मानेका थियौँ र टिकाको दिन बिहानै हामीले टिका लगाइसकेपछि त्यो घरमा टिका सिका गोठमै टिकाहरू मगाएर हामीले टिका लगाएर हामी खुलै रूपमा दिउँसो हामी त्यो लसुने गाउँबाट तेह्रथुमको जिरी बजार हुँदै अहिलेको कोक्लाजुङ हुँदै हाम्रो आदरणीय गौरी शङ्कर खड्का कोही शिवजी अमेरिका हुँदै हामी साँझ चाहिँ मेरो लागि अति नै नयाँ भयो, नयाँ जनजीवन नयाँ ठाउँमा चन्डाडा जहाँ अहिले त्यहाँ एउटा तेह्रथुम क्याम्पस पनि छ र त्यहाँ 28 क्षेत्रको एउटा शैक्षिक एउटा बजारको केन्द्र पनि हो। त्यसको अलि माथितिरपट्टिबाटै भित्ताभित्रै एउटा बाटोमा हामी एउटा गाउँमा पुग्यौँ, एउटा घरमा पुग्यौँ जङ्गलकै छेउमा। बेलुका पुगिसकेपछि थाहा भयो कि त्यो घर चाहिँ हाम्रो आदरणीय कमरेड भक्तराज कन्दुङको घरै छ। त्यो गाउँको नाम हो त्यो छातेढुङ्गा गाविस खानीटार र सल्लेरी गाउँ। त्यसको मसिनो गरी चाहिँ मलाई याद छ र बेलुका त्यहाँ भक्तराज कन्दुङको घरमा हामी पुग्यौँ र पुगिसकेपछि त्यहाँ भेट भए शहीद कमरेड प्रेम कन्दुङ, त्यस्तै गरी अहिले पाल पनि अहिले पनि हुनुहुन्छ महेन्द्र कन्दुङ लगायतको एउटा कन्दुङहरूको गाउँ, शैक्षिक गाउँ, राजनीतिक जागरण भएको गाउँ। माले र एमालेमा 32-36 सालदेखि नै लागेर 46देखि 50को दशकमा एमालेको संसदवादी यात्रासँग दिक्क भएका र माओवादी क्रान्तिप्रति जिज्ञासु रहेका, आकर्षित रहेका तर सम्पर्क नभेटाएका धेरै कन्दुङमा लिम्बू समुदायभित्रको कन्दुङ समुदाय चाहिँ त्यहाँ भेटघाट भयो र भोलि यहाँ हामी खाना खाएर हामी चाहिँ फेरि कुनै प्रेम कन्दुङको गाइडमा हामी अलिक तल एउटा छातेढुङ्गा वडा भन्ने गाउँ छ। त्यो गाउँमा अहिले पनि हुन्छ नेकपा एमालेमा जामा तेजबहादुर कन्दुङमा उहाँ तेजबहादुर कन्दुङको घरमा हामीलाई भक्तराज कन्दुङको निर्देशनमा हाम्रो आदरणीय कमरेड गङ्गा कार्की अहिले पनि दोलखाबाट सङ्घीय सांसद हुन्छ अहिले उहाँको कमान्डमा हामी 8-10 जना दिवंगत हाम्रो पदम राई आदरणीय नेता पदम राई सहित अनि हामी चाहिँ त्यहाँ त्यो तेजबहादुर कन्दुङको घरमा पुगेर खाना खाएर दिनभरि रातभरि गङ्गा कार्की र तेजबहादुर कन्दुङको बस हामीले सुन्यौँ। तेजबहादुर कन्दुङ बुनाइबाट एमालेबाट राजनीति गरेर बुनाइ गरेर फर्किसकेको र यो सशस्त्र सङ्घर्षको काम चाहिँ हामीले 28 सालमै गरिसकेको भनेर बहस गर्ने। अब गङ्गा कार्की चाहिँ अहिले पनि सशस्त्र सङ्घर्ष माध्यमद्वारा नेपालको सामन्तवाद र साम्राज्यवाद विरुद्धको लडाइँ छेड्न सकिन्छ भन्ने भावका बहसहरू त्यहाँ हामीले सुन्यौँ। शब्दमै के भयो सम्झना भएन तर त्यो भावमा त दिनैभरि र रातभरि एक रात पनि हामी त्यहाँ बस्यौँ र त्यहाँ
शेरबहादुर बन्नुआ दाइकै र प्रेम बन्नुआ दाइकै सहयोगमा हामी फेरि अलिकति तलतिर एउटा घोडा गाउँको अलिकति तलतिर सेन्टर छ त्यो तलतिरपट्टि चाहिँ धेरै युवाहरू त्यहाँ भेटे। अहिले हामीसँग गाइडहरू छन्, हाम्रो संविधान सभाको सदस्य सुशीला कन्दुवा, अनि झापा पार्टीको क्रियाशील उहाँको दाइ रोशन कन्दुवा, त्यस्तै गरी अहिले त्यहाँबाट प्रदेश सांसद हुन्छ हाम्रो दुर्गा चपाई, सन्देश हरि मिश्र सन्देश तिनीहरूको उहाँको नेता, भले उहाँ अहिले आन्दोलन हुनुहुन्न। त्यहाँ शहीद ज्योति सेनाई, टिका सेनाई ज्योति र लघु प्रधानको घर, लघु सेनाईको घर, पुष्पा गङ्गाल, कुबेर प्रसाद राई, त्यो गाउँका अति नै सिधा, अति नै सरल, र त्यो गाउँका युवाहरूको, त्यो गाउँका केटाहरूको, केटीहरूको सबैको मेलापातको साथी, गीत सङ्गीतको साथी, देउसी भैलीको साथी अगुवा कुबेर प्रसाद राई अहिले म्याग्नुमा एकदमै व्यवहारिक जीवनमा हुनुहुन्छ। पछि सङ्कटकाल लागेपछि उहाँलाई गाउँबाटै पक्रेर अति नै मिनिमम यातना दिएको हुनाले अहिले आराम गरिराख्नु भएको छ म्याग्नुमा निजी जीवनमा। प्रेम कन्दुवा, जसोदा कन्दुवा छुटाउनै नहुने नाम शहीद भइसक्नु हो, भक्तराज कन्दुवाकै मात्र भयो। प्रेम कन्दुवा पनि भक्तराज कन्दुवाको नजिकको दाजुभाइ, उहाँ पनि शहीद भइसक्नु हो। यी सबै धेरै साथीहरू सम्झनाको ऋणमा अहिले म सम्झन चाहन्छु। तपाईँहरूको सम्झना नभएको हुनाले तपाईँहरूलाई यो त्यति रुचिको विषय पनि नहुनसक्छ। फेरि पनि हामीले शहीदहरूलाई सम्झिनुपर्छ, फेरि पनि हामीले योद्धाहरूलाई सम्झिनुपर्छ, घाइतेहरूलाई सम्झिनुपर्छ, जेलबन्दीहरूलाई सम्झिनुपर्छ। र हाम्रो अभियान र हाम्रो यात्रा चाहिँ पुरा भएको छैन। नेपाली जनताको आगमा नयाँ दाना, नयाँ छाना, नयाँ खानाको अभियान, त्यो समाजवादको अभियान पुरा भएको छैन। त्यसको लागि हामी फेरि नयाँ ढङ्गले क्रियाशील भइराख्नु परेको छ। नयाँ ढङ्गले हामी पुनर्सङ्गठित हुँदै हामी अगाडि बढेका छौँ, नयाँ सहकारी हामी अगाडि बढिरहेका छौँ। र यो सन्दर्भमा मैले आदरणीय कमरेड भक्तराज कन्दुवालाई सम्झेर यो सबै उत्पादन, यी सबै शहीदहरू, यी सबै योद्धाहरू, सबै जेलबन्दीहरू, सबै घाइतेहरू, सबै भक्तराज कन्दुवाका सन्तानहरू हुन् भनेर मैले जोड्न खोजेको हुँ। र भक्तराज कन्दुवा भगवती माथि थोकुङमा 10 वर्ष हेडमास्टरको जागिर गरेर 2051 सालदेखि नेकपा एमालेलाई छोडेर उहाँ संयुक्त जनमोर्चाको आबद्ध हुनुभएको रहेछ। त्यसलाई जोड्ने काम चाहिँ हाम्रो दिवंगत गौरीशङ्कर खड्का, जो इस्युकी हाम्रो केन्द्रीय सदस्य हुनुहुन्थ्यो, 66 सालमा उहाँको बोनम्यारो क्यान्सरद्वारा असामयिक निधन भएको छ 52 वर्षको उमेरमा। उहाँले नै भक्तराज कन्दुवालाई संयुक्त जनमोर्चामा जोड्नु भएको रहेछ। र 28 क्षेत्रको एउटा विशाल एउटा शैक्षिक राजनीतिक जागर, वामपन्थीहरूको एउटा उर्वर भूमि, अति नै वामपन्थी राजनीतिको चाहिँ एउटा उर्वर भूमिमा भक्तराज कन्दुवाले एउटा माओवादी क्रान्तिको एउटा झन्डा गाड्नुभयो। र त्यो झन्डा गाड्नको लागि पार्टीगत रूपले, सङ्गठित रूपले, टिमबद्ध रूपले हामी त्यहाँ पुग्न सकौँ होइन। र म पनि त्यो अभियानको उहाँलाई भेट्ने, उहाँलाई पार्टीमा सक्रिय रूपमा अगाडि बढाउनको निम्ति ल्याउने तत्कालीन जिल्ला पार्टीको योजनाको एउटा सदस्यको हैसियतले, एउटा स्क्वाड सदस्यको हैसियतले, एउटा त्यो अभियानको जुनियर सदस्यको हैसियतले मैले पनि अवसर पाएँ। म सम्झिनै राख्छु र सायद धेरै सम्झिने मध्ये मान्छेमा उहाँ पर्नुहुन्छ, धेरै सम्झिने गाउँमध्येमा त्यो गाउँ पर्छ, धेरै सम्झिने साथीहरू मध्येमा 28 क्षेत्रका ती साथीहरू पर्छन्। त्यसो भएको हुनाले म उहाँलाई स्मरण गर्न चाहन्छु। 2001 सालमा उहाँको जन्म भएको रहेछ र 2065 सालमा उहाँको निधन हुँदा पनि म त्यो जिल्लाको विद्यार्थी र बिहानै 4 बजे राति बिहान फोन आयो कि भक्तराज कन्दुवा सकिनुभयो भनेर। म्याग्नुमा हामी त्यो खुला बेलामा त्यति बेला पुगेर र हामी बिहानै त्यहाँबाट पैदल हिँडेर हामी 10-11 बजे आइपुग्यौँ। हामीले पार्टी केन्द्रमा खबर गऱ्यौँ। सबै माथिबाट काठमाडौँ आउनु सम्भव भएन, हरिपुर गजरेल कमरेडलाई हामीले बोलायौँ र धेरै भव्यतापूर्वक उहाँको 28 चण्डाको जो चाहिँ एउटा ऐतिहासिक गाउँमा उहाँको चाहिँ अन्तिम संस्कार विदाई गरियो। र धेरै त्यहाँ राजनीतिक कर्मीहरू,
शिक्षकहरू बुद्धिजीवीहरू त्यो क्षेत्रका सबै चाहिँ मानिसहरू त्यहाँ भेला हुनुभएको थियो र भक्तराज कन्दुङलाई एउटा पूर्वी क्षेत्रको नेपाली कम्युनिस्टको एउटा राष्ट्रिय व्यक्तित्वको उचाइमा उहाँले पाउनुभयो। मलाई के लाग्छ भने उहाँ अति नै सरल हुनुहुन्थ्यो, उहाँ लेखक हुनुहुन्थ्यो, उहाँ अध्ययनशील हुनुहुन्थ्यो। 21औं शताब्दीका को किराँत राष्ट्रिय आन्दोलन भन्ने उहाँले किताब लेख्नुभएको छ र 1831 विक्रम सम्वत 1831 पछाडि बहादुर शाहको निर्देशनमा नेपाल एकीकरणको जुन अभियान चल्यो, अरुण पूर्वका लिम्बुवान क्षेत्रमा जुन नेपाललाई एकीकरण गरियो, त्यस पछाडि लिम्बुवान क्षेत्रमा एउटा उकुस पुकुसको वातावरण, एउटा केन्द्रीय सत्ताको वक्रदृष्टि हेचौलोको कारणले एउटा जुन उकुस पुकुसको वातावरण पैदा भएको थियो, त्यो वातावरणलाई एउटा स्वाभिमानमा उठाउने, एउटा लिम्बुवान आन्दोलन उठाउने वीर नेमाङलाई हामी सम्झिन्छौँ, चन्द्रमान कन्दुङलाई हामी सम्झिन्छौँ। धेरै लिम्बुवान आन्दोलनका प्रणेताहरूलाई हामी सम्झिन्छौँ। त्यसैको निरन्तरताको रूपमा हामी भक्तराज कन्दुङलाई पनि सम्झिन्छौँ र त्यही हामी बुझ्छौँ। र उहाँले हाम्रो क्रान्तिकारी लाइनबाट, हाम्रो कम्युनिस्ट कोडबाट, जातीय स्वशासन र आत्मनिर्णयको अधिकारको कोडबाट आन्दोलनलाई उठाउने व्यवस्थित क्रान्तिकारी नेताको रूपमा चाहिँ भक्तराज कन्दुङवा, अनि पछि अम्बिका शाह, प्रेम कन्दुङवा लगायतका चन्द्रमान कन्दुङवा पनि हाम्रो आन्दोलनमा कुनै न कुनै रूपले यहाँ जोडिनु भएको थियो लाई सम्झिन चाहन्छु, सम्झिनुपर्छ। र उहाँको बारेमा लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चाले लिम्बुवान आन्दोलनका प्रणेता भनेर एउटा उहाँका बारेमा संस्मरणहरूको सङ्गालो निकालेको रहेछ। संयोगवश त्यो संस्मरणको सङ्गालोमा मेरो चाहिँ कलम पर्न सकेन, सम्पर्क गर्नु भएन साथीहरूले। म पनि 2-4 शब्द लेखेर त्यसलाई लेख्दै पूर्णता एउटा सानो चाहिँ योगदान म पनि गर्न सक्छु जस्तो मलाई लाग्छ। र 63 सालमा हामी बालाजु बैठक गयौँ पार्टीको साउनमा। बालाजु बैठक सकेर हामी तेह्रथुमको टिमलाई हाम्रो कुमार पुदुङले, जनेल कुमार पुदुङले हिमालय होटलमा, त मेरो जिल्लाको साथीहरूलाई राम्रो होटलमा, राम्रो ठाउँमा म खाना खुवाउँछु, तपाईँहरूको गाउँ जङ्गल हिँडेको मान्छे राम्रो होटल देखेको छैन होला, हिमालय होटलमा पनि आउनु भनेर उहाँले खबर गर्नुभयो। हामी त्यहाँ हिमालय होटलमा गयौँ, खाना खायौँ, गफ गऱ्यौँ भक्तराज दाइसहित। त्यो सकेर हामी कोही साथीले लगेछ भिरकुटी मण्डपतिर। भिरकुटी मण्डप घुम्दै जाँदा कसैले पेटी किने, कसैले ज्याकेट किने, कसैले पेन्ट किन्नु हो, नर्मल आवश्यकताको कुराहरू। अनि म त्यति बेला जिल्लाको इन्चार्ज थिएँ र मैले उयो हामीसँगै हिँडिरहेको थियौँ, भाइ हजुर पनि केही किन्ने भनेर मैले सोधेँ। है नकिन्ने, यस्तो लुगामा पैसा किन्नु हुँदैन, किताब किन्नुपर्छ बाग बजारमा भनेर उहाँले मलाई भन्नुभयो। मैले चाहिँ उहाँलाई आवश्यकतै देखेको थिएँ, किनभने उहाँको आवश्यकता मैले देखेको थिएँ। केही लुगा उहाँले किन्नुपर्ने हो कि जस्तो मैले देखाएको थिएँ। उहाँको अवस्था हेर्दा धेरै दिनदेखि उहाँदेखि तेह्रथुमदेखि हामी काठमाडौँ पुगेर झन्डै हप्ताको टाइम मिटिङ भयो। त्यो सकेर भिरकुटी मण्डप घुम्दाखेरि उहाँले लुगा चेन्ज गर्नुपर्ने जस्तो मैले देखेको थिएँ। तर पनि उहाँले होइन लुगामा पैसा खर्च हुँदैन भन्नुभयो। यो शब्दलाई हामी सबैले मनन गरौँ कि उहाँ साधारण जीवनको हुँदो रहेछ, उहाँ मितव्ययी हुँदो रहेछ, उहाँ पार्टीको पैसा खर्च गर्नु हुँदैन भन्ने लाइनको हुँदो रहेछ, त्यो स्कुलको हुँदो रहेछ। त्यस कारण त्यो नयाँ सम्झना गर्न चाहन्छु, तपाईँलाई यहाँ बाँड्न चाहन्छु, सेयर गर्न चाहन्छु। त्यसो भएको हुनाले उहाँ एउटा साधक हुनुहुन्थ्यो, एउटा लेखक हुनुहुन्थ्यो, अध्ययनशील हुनुहुन्थ्यो र एउटा सङ्गठनकर्ता हुनुहुन्थ्यो। मैले भनिहालेँ यी सबै तेह्रथुममा हामीले एलायन्स गरेर हाम्रो पार्टीले त्यो क्षेत्र उत्तरी क्षेत्र जुन हामीले प्रदेश सभामा जित्यौँ, हाम्रो त एकजना कमरेड दुर्गाप्रसाद चापागाई त्यहाँ अहिले मन्त्री पनि हुनुभयो यहाँ हाम्रो प्रदेश कोशीमा। त्यो सबै के भने त्यसको पूर्वाधारको रूपमा आदरणीय भक्तराज कन्दुङलाई हामी दिनैपर्छ। हामीले त्यो नलिँदै उहाँमाथि त्यहाँ हुँदैन। धेरै सहयोग हुनुहुन्छ, धेरै योगदान हुन्छ, सेन्टरदाता हुनुहुन्छ, लडाकु हुनुहुन्छ, योद्धाहरू हुनुहुन्छ, कार्यकर्ता हुनुहुन्छ, त्यहाँ कमिटीका साथी धेरै हुनुहुन्छ। तर पनि मैले जुन नामहरू लिएँ
ती नामहरू अति नै पूजनीय छन्, अति नै स्तुतीय छन्, अति नै सम्झना योग्य छन्। त्यो लहरको अघिल्लो पङ्क्तिमा भक्तराज कन्दर्मलाई म सम्झन चाहन्छु र मलाई त्यो एउटा अवसर पाएँ मैले उहाँसँग सहकार्य गर्ने र उहाँले पछि चाहिँ हामीले 56 सालमा 57 सालमा धनकुटाको मारे कटरीमा लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा बनायौँ। हामी सँगसँगै यहाँ हाम्रो पत्नीको दाइहरू बुढाबुढा दाइहरू सबै त्यहाँ चाहिँ हामी सबै घेराउनु पऱ्यो। त्यहाँ एकदमै ठुलो फायरिङ भयो, एकदमै धेरै भागदौड भयो। त्यो सबै भागदौडमा पनि भक्तराज कन्दर्म बाँच्न सफल हुनुभयो र हामीले उहाँलाई एउटा सम्मान गऱ्यौँ र ६३ सालको अन्तरिम विधायिकामा पनि हामीले भक्तराज कन्दर्मको नाम सिफारिस गरेको थियो, चर्चामा ल्याएका छौँ। धेरै छलफलहरू भएको थियो। संयुक्त त्यो अन्तरिम विधायिकामा उहाँको नाम पर्न सकेन। यदि त्यो अन्तरिम विधायिकामा उहाँको नाम पर्न सकेको भए सायद राजनीतिक रूपमा पनि एउटा चाहिँ हामीले पूर्ण न्याय उहाँमाथि गर्न सक्यौँ, त्यहाँ गर्न सकेनौँ भन्ने मलाई लाग्दछ। र भक्तराज कन्दर्म एउटा नेपाली कम्युनिस्ट आन्दोलनको र माओवादी आन्दोलनको जातीय मुक्ति र वर्गीय सवालमा जोडेर जातीय आन्दोलनलाई उठाउने एउटा होनार प्रणेता हुनुहुन्थ्यो। उहाँप्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्छु, सम्झना व्यक्त गर्न चाहन्छु। उहाँको जीवनसङ्गिनी भाउजूको पनि निधन भइसकेको छ र उहाँको छोराको नाम मलाई याद हुन सकेन र छोरी कुमारी भन्ने मेरो आँखामा कुमारी चाहिँ हुनुहुन्छ सायद दमकतिर। उहाँलाई पनि म धेरै धेरै सम्झना गर्न चाहन्छु। पटक पटक हामीले भक्तराज कन्दर्म घरमा सेल्टर ल्याउँ, खाना खायौँ। ती सबै झन्झटहरूमा बहिनी कुमारीको पनि महत्त्वपूर्ण योगदान म स्मरण गर्न चाहन्छु। परिवारको सदस्यहरूको योगदानको स्मरण गर्न चाहन्छु। हार्दिक श्रद्धासुमन। भक्तराज कन्दर्म।